उहाँ चन्द्र भण्डारीजीको कुरा सुन्नुहोस् है। जसको छोरा पढाइदिए, जसका माउले सबैभन्दा धेरै धन दिए पढाइदिए, उसले त फेसबुकमा भन्छ मेरा छोराले त घन्टी मार्न लगायो अरे। जसको पढाएर विदेश जाने रहेछ उसले भन्नु अरे। यस्तो पनि सुन्नुपर्छ कि यो समाज अर्कैतिर गएको छ, मोह माया सम्बन्ध भन्दा फरक भएको छ कि त्यसैले यसलाई हामीले राख्नु पर्यो। त्यसकारण हामीले यो मुलुक बनाउनु छ। मैले तपाईँहरूलाई भन्छु अहिले काङ्ग्रेस सुध्रिएर आएको छ। भर्खर जुन भिडियो हेर्नुभयो यो चाहिँ हाम्रो काङ्ग्रेसको नेता चन्द्र भण्डारीजीको थियो। उहाँ चाहिँ नेपाली काङ्ग्रेसको वान अफ द एकदम राम्रो नेता भनेर एउटा इमेज बनाउनु भएको नेता थियो होइन। उहाँको सर्टेन कुराहरू मलाई चित्त पनि बुझ्थ्यो, सर्टेन कुरा चित्त बुझ्दैन थियो। एनिवेज लेट्स लिभ द्याट असाइड। मेन कुरा चाहिँ के हो भन्दाखेरि उहाँले यसमा चाहिँ मेन फोकस नै विदेशमा बस्ने नेपालीहरूले चाहिँ आफ्नो घरमा बाउआमालाई फोन गरेर घन्टीमा भोट हाल्यो भनेर भन्यो, त्यो चाहिँ नराम्रो कुरा हो भनेर भनिराख्नु भएको छ। उहाँ पनि अब चुनाव लडेर हाम्रो रुल मेकरको रूपमा जान खोजिराख्नु भएको छ प्रतिनिधि सभाभित्र। यसो सोच्ने हो भनेदेखि यो जो मान्छेहरू पनि पहिला सांसद भइसकेको मान्छेहरू हुनुहुन्छ र अहिले पनि जो क्यान्डिडेट हुन्छ उहाँहरूको मेन्टालिटी नै कस्तो अचम्म लाग्दो छ कि एकदम फ्रस्ट्रेटिङ होइन, हाँसो लाग्दो। र अहिलेसम्म एक्चुअलमा भइरहेको थियो चाहिँ के हो भनेर अचम्म परेको सोच्नुपर्ने कुरा हो जस्तो लाग्छ कि उहाँहरूले एउटा कुरा फर्स्ट कुरा के रियलाइज गर्नुभएको छैन भनेदेखि पहिलाको जस्तो जमाना होइन, सबैको हातमा मोबाइल फोनहरू हुन्छ तर मान्छेले रेकर्ड गरिरहेको हुन्छ। पहिला चुनावको बेलामा गाउँठाउँमा गयो, विकट ठाउँ हुन्थ्यो, त्यो ठाउँमा गएर जे भन्दै पनि भयो, त्यो राइट रङ केही हुनु पर्दैन थियो। हावादारी गफ हानिदिँदाखेरि पनि सबैजनाले सुन्थ्यो, एकछिन ताली बजाउँथ्यो, त्यो कुरा त्यहीँ रहन्थ्यो, त्यो कुराको कहिले पनि अकाउन्टेबिलिटी नै दिनु पर्दैन थियो। र उहाँहरूले त्यो ठाउँमा गएर के बोल्नुभयो भनेर रेस्ट अफ द ठाउँको मान्छेहरूलाई कसैलाई केही पनि थाहा हुँदैन थियो। तर अहिले जमाना फरक छ, मान्छेले हरेक कुरा फलो गरेर हेरिरहेको छ। आफूले बोलेको कुराहरू छरपष्ट हुन्छ। मैले यो ठाउँमा बोलेको कुरा यो ठाउँको मान्छेले मात्रै होइन कि सारा देशभरिको मान्छेले सुनिरहेको छ भनेर त्यो रियलाइजेसनै छैन कि उहाँमा मात्रै होइन। मैले ट्रेडिसनल पार्टीहरू जति पनि पुरानो छ त्यो पार्टीको सांसदहरूको जो उम्मेदवारी दिइराख्नु भएको छ उहाँहरू कसैमा पनि कन्सियसनेस नै छैन जस्तो लाग्छ कि त्यो चेतना नै छैन क्या उहाँहरूमा कि मैले बोलेको कुरा सुनिरहेको छ है भनेर। कुनै पनि मान्छे विदेशमा बसिरहेको छ भनेदेखि उसले आफ्नो शुभचिन्तक साथीभाइहरूसँग कुरा अफकोर्स हुन्छ, आफ्नो फ्यामिली मेम्बरहरूसँग कुरा अफकोर्स हुन्छ। त्यो भएको कुरामा आफ्नो ओपिनियन दिन नपाउने हो र यस्तो गर्नु है भन्ने सजेसन दिन नपाउने हो र कसैले पनि कसैलाई जबरजस्ती त गर्ने कुरा होइन। बिकज एट द एन्ड अफ द डे तपाईँले भोट कसलाई हाल्नु हुन्छ भने त कसैलाई पनि थाहा हुँदैन, त्यो त त्यहाँ गएर तपाईँलाई मात्रै थाहा हुने कुरा हो। भन्नको लागि त जे भन्दै पनि हुने कुरा हो। तर आफूले केही बुझेको कुरा छ जस्तो लाग्छ भनेदेखि त मैले केही कुरा बुझेको छ भने यो भोट हाल्ने कुरालाई एकछिन साइडमा राखिदिउँ होइन। मैले केही कुरा बुझेको छु भनेदेखि मैले मेरो बाउआमा, मेरो साथीभाइ, घरमा दिदी बहिनी को छ सबैजनालाई बुझाउन सिकाउन खोज्छु नि त। त्यो जस्ट एउटा नर्मल ह्युमन नेचर नै हो नि त। यो पार्टीको कुरामा मात्रै मत हाल्ने कुरामा मात्रै इम्प्लिमेन्ट भएको कुरा त होइन नि त। यदि केही गरेर अहिलेको केसमा सबै मान्छेहरूले चाहिँ काङ्ग्रेसमा भोट हाल्नुहोस् अथवा एमालेमा भोट हाल्नुहोस् भनेको भएदेखि उहाँहरूलाई केही पनि प्रब्लम हुँदैन थियो कि। द ओन्ली रिजन उहाँहरूलाई प्रब्लम किन भइरहेको छ भने देशभरि नै सबैजनाले ल अब नयाँलाई पालो दिनुपर्छ, घन्टीमा भोट हाल्नुपर्छ भनेर भनिरहेछ। जता गए पनि घन्टीको क्रेज धेरै देखिन्छ र त्यो धेरै क्रेज देखेको भएर चाहिँ उहाँहरूले सक्दो यो अलिकति बुढापाका मान्छेहरूको चाहिँ दिमाग फुट्ने काम गरिराख्नु भएको छ र यो एकदमै घिनलाग्दो कुरा हो होइन। प्लिज चन्द्र भण्डारी जस्तो राम्रो नेता भनेर आफ्नो एउटा इमेज बनाउन सकेको मान्छेहरूले चाहिँ यस्तो चिप खाले कमेन्टहरू नगर्नु होला। र यस्तो कमेन्ट गर्दाखेरि पब्लिकमा आएर कमेन्ट गर्दाखेरि जहिले पनि सोच्नु कि यो मैले दिएको स्टेटमेन्ट अथवा मेरो ओपिनियन, मैले बोलेको कुराहरू चाहिँ मान्छेहरूले सुनिरहेको छन्। नट जस्ट यहाँको मान्छे, अहिले वरिपरिको मान्छेले मात्रै होइन देशभरिको मान्छेले सुन्छन्, हेर्छन्, यो कुरा इन्टरनेटमा जान्छ र कुनै जमानामा अहिलेको 5, 10, 15, 20 वर्षपछि पनि मैले सायद यो कुराको एन्सर दिनुपर्छ होला भनेर अलिकति सोचेर मात्रै बोल्नु होला प्लिज। सो द्याट कि नेताहरू पनि छान्नेखेर पनि राम्रो नेता छान्न पाओस् न। राम्रो बिचको सबभन्दा राम्रोलाई छान्न पाए पो देश पनि केही हुन्छ कि भन्ने आश पनि लाग्छ। त हावादारी मान्छेहरू एकजना मात्रै राम्रो भएर अथवा हावादारी बिचबाट सबभन्दा कम हावादारी मान्छे चुन्नु पर्यो भने त रमाइलो भएन नि त। बट स्टिल यो ठाउँबाट चाहिँ सागर ढकाल उठ्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट। उहाँ एकदमै केपेबल मान्छे हुनुहुन्छ, इफ नट वान अफ द मोस्ट केपेबल पर्सन यो चुनावको लागि। त्यही भएर प्लिज सबैजनाले सागर ढकाललाई भोट गरेर यो ठाउँबाट जिताउनु होला। उहाँलाई थाहा छ कि के गरिरहेको छु के गरिरहेको छैन, हावादारी कुरा बोल्नु हुँदैन, के गर्नु हुँदैन भनेर एकदम बुझ्नु भएको मान्छे हो। त्यही भएर प्लिज उहाँलाई भोट गरेर जिताउनु होला। र चन्द्र भण्डारीजीलाई पनि शुभकामना त छ, तर अलिकति सोचेर बोल्नु भयो भने सायद हजुरलाई लङ रनमा चाहिँ अलिकति फाइदा हुन्छ होला।